नमस्कार। हजुरहरू भर्खर सेयर बजारमा प्रवेश गर्नुभएको छ भने सुरुवाती चरणमा हामीलाई सबभन्दा पहिलो प्रश्न के हो त भन्दा सेयर बजारमा कसरी किन्ने, कसरी बेच्ने, कुन सेयर किन्ने, कुन सेयर बेच्ने यो कुराले हामीलाई रनबल्ल पार्छ। अनि हामी फेसबुकतिर, टिकटकतिर, क्लब हाउसतिर मान्छेहरूको कुरा सुन्ने, भिडियोहरू हेर्ने र त्यो आधारमा खरिद बिक्री गर्ने गर्छौँ, जसले गर्दा हाम्रो धेरैसो नयाँ प्रवेशीहरूले बजारमा घाटा बेहोर्नु पर्ने हुन्छ। सेयर बजारमा जबसम्म हामी आफै जानेर कुन कम्पनी कस्तो बेला किन्ने, कुन चार्टमा कस्तो भन्दा बेच्ने भन्ने कुरा सिक्दैनौँ, तबसम्म यस्तो स्थिति आइरहन्छ। र जबसम्म हामी अरूमाथि भर पर्छौँ, यसरी बुझौँ कि अरूको कुरा सुनेर पोखरीमा हाम फाल्यो भने मान्छे डुब्छ। जबसम्म उसलाई पौडी खेल्न आउँदैन तबसम्म उसले चाहिँ पोखरीमा हाम फाल्न हुँदैन। र यहाँहरूलाई यसरी नै सेयर बजारको जुन पोखरी छ, जुन समुद्र छ, त्यो समुद्रमा कसरी पौडिने, कसरी नडुबिकन पौडने, समुद्रमा हाम त फाल्यो तर नडुबिकन कसरी पौडने भन्नको निम्ति चाहिने जति पनि आधारभूत कुराहरू छ, चार्ट कसरी हेर्ने, त्यो चार्ट कतातिर गइरहेको छ, कतिखेर किन्ने र कतिखेर बेच्ने, प्रारम्भिक चरणमा चाहिने जति पनि कुराहरू छ, यो सम्पूर्ण कुराको उत्तर यो बुकमा हजुरहरूले सहजै पाउनुहुनेछ।